यो जग्गा चाहिँ डेटिङ गर्नु चाहिँ दामी लाग्यो के लाग्यो तपाईँहरूलाई हेर्नु। हेलो गाइस, आज फेरि धेरै दिन बाद सानो भिडियो लिएर आइपुगेको छु र अहिले चाहिँ म यहाँनिर टुरिस्टहरू लिएर है सुके जोरपोखरी आएको छु है। र सुके जोरपोखरी चाहिँ साह्रै राम्रो है, धेरै रमाइलाग्दो रहेछ है। र यहाँनिर अब जोरपोखरी धेरै नाम सुनेको है, र जोरपोखरी कहिले पनि आएको थिइनँ, आज फर्स्ट टाइम। र धेरै राम्रो लाग्यो, यहाँको सिनहरू पनि अब धेरै राम्रो रहेछ र तपाईँले सिनहरू हेर्न सक्नुहुन्छ। र यहाँनिर एउटा बस्ने जग्गाहरू छ है, र यहाँनिर अब धेरै घुम्नु चाहिँ मजा आउने रहेछ है, एकदम शान्ति जग्गा है। विशेष गर्लफ्रेन्ड र बोयफ्रेन्ड आउँदाखेरि चाहिँ राम्रो हुने रहेछ साथीभाइ हो, र छ भने लिएर आऊ है साथीभाइ हो। र सुके बजारदेखिको अब 1 कि 2 किलोमिटर माथि पर्ने रहेछ यो लेक चाहिँ, जोरपोखरी चाहिँ। अन्त यहाँनिर चाहिँ अब यहाँनिर घुम्ने जग्गा, हिँड्ने जग्गा है, वाकिङ गर्ने जग्गाहरू अब धेरै रहेछ, राम्रो रहेछ। यहाँनिर माछाहरू पनि पुरा रहेछ। र यहाँ हेर्नुहोस्, यहाँनिर राजहाँसहरू पनि रहेछ पुरा पोखरीमा। र यहाँनिर बस्ने जग्गाहरू वरिपरि है, लेकको वरिपरि बस्ने जग्गाहरू धेरै रमाइलाग्दो, धेरै मजा लाग्यो है, धेरै राम्रो लाग्यो आज यहाँ आएर, फर्स्ट टाइम आएर। ल त साथी, यस्तो भिडियो लिएर तपाईँहरूको समक्षमा आउँदैछु, अवश्य नै आउँछु र हेर्दै गर्नु होला। र मन पर्यो भनेदेखि लाइक, सेयर र सब्सक्राइब पनि गरिदिनु होला।